यो महोत्सव किन गरायौँ भन्ने कुरा त अब अहिले लाइभ देखिसक्यो। लाइभमा हामीले ऱ्याफ्टिङ गरायौँ, 8-10वटा प्याराग्लाइडिङ आकाशमा उडिरहेको थियो, त्यहाँबाट पुष्पवृष्टि साथीहरूले गरिरहनु भएको थियो। कोशी पुलको यो भिडियो बुस्ट भएर आउँछ, त्यहाँनिर चाहिँ बोट कुदिरहेको थियो, उँभोबाट ऱ्याफ्टिङ झरिरहेको थियो। यो स्थितिको यो कोलाब्रेसन गरेर हामीले यो सन्देश दिन खोजेको के हो त भन्दाखेरि यहाँ चाहिँ पर्यटनका अनगिन्ती सम्भावनाहरू र प्रोडक्टहरू बेच्न सकिन्छ। नेपालको यस्तो गन्तव्य नेपालमा अरू कहीँ छैन। एकै ठाउँबाट प्याराग्लाइडिङ पनि हुने, ऱ्याफ्टिङ पनि हुने, बोटिङ पनि हुने, अनि त्यहाँदेखि क्याकिङ पनि हुने। त्यसपछि सबै कुराले कोलाब्रेसन भएको यो जग्गा नेपालको एउटा कोशी टप्पु वन्यजन्तु आरक्षण पनि यही मैले देखेको चाहिँ यहाँनिर हामीले किन यो आयोजना गऱ्यौँ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई प्रश्न पार्न चाहन्छु। यहाँनिर थाइल्यान्ड पनि यही छ, सिङ्गापुरले बनाएका अनगिन्ती आइल्यान्ड टापुहरू पनि यही छन्। तपाईँको चितवनको सौरा पनि कोशी टप्पु वन्यजन्तु यही छ। तपाईँ चाहिँ पोखराको प्याराग्लाइडिङ पनि यही छ, पोखराको डुङ्गा सहर पनि यही छ। पोखराको भन्दा पनि अलिकति उसकेर स्पिड बोट आइल्यान्ड सफारी थाइल्यान्ड सिङ्गापुर लगायतका विभिन्न टापुहरूमा चाहिँ दिने चाहिँ मालदिप्समा दिने टापु सफारी पनि बोटबाट स्पिड बोटबाट यही छ। त्यो कारणले यो अनगिन्ती सम्भावना भएको यो सबै नेपालको सबै कुरालाई चाहिँ एकै ठाउँबाट यसको आज बलदेव चौधरीको प्रमुख आतिथ्यमा बलदेव चौधरीले नै यो काम चाहिँ अगाडि बढाउनुपर्छ भन्ने कुरा उहाँको भावना बमोजिम आज होटल व्यवसायी सङ्घ र नगरपालिका मिलेर हामीले यो कार्यक्रम अगाडि बढाइरहेका छौँ। सर्वप्रथम त म यस कार्यक्रममा सहयोग गर्ने यो कार्यक्रमलाई चाहिँ थिङ्किङदेखि लिएर हरेक कुरा वैचारिक सैद्धान्तिक रूपमा मात्रै नभई यो कार्यक्रमलाई अगाडि बढाउनुपर्छ, यो कार्यक्रम हुनुपर्छ, यो सम्भाव्यतालाई चाहिँ अगाडि बढाउनुपर्छ भनेर हामीलाई गाइड गर्ने उदयपुर डेभलपमेन्ट कमिटी, उदयपुर विकास समितिका अध्यक्ष, त्यसै गरी उदयपुर विकास समितिका अर्का हामी चौडण्डी नगरपालिकाका नगर प्रमुख लगायत पूर्व नगर प्रमुख लगायत यहाँहरूले खेल्नुभएको भूमिकालाई एकदमै आभार व्यक्त गर्दछौँ। बेलका नगरपालिकाको मेयर साहबलाई आज हामीले बोलाएका थियौँ, यहाँ खोइ उहाँ आउनु भएन। यहाँ माननीय ज्यूहरू पनि आउँदै हुनुहुन्छ, उहाँहरूले एकदमै यो कार्यक्रमलाई सहर्ष रूपमा यो बेलका नगरपालिकाले अपनात्व लिने कार्यक्रम हो। यो किसिमको सम्भावनालाई बुस्ट गरेर अगाडि बढाउनु पर्ने कार्यक्रम हो। हामीले यहाँनिर प्याराग्लाइडिङ गराइरहेका थियौँ। प्याराग्लाइडिङको वेदर यस्तो बन्यो, हामी 10 मिनट 15 मिनट पनि तपाईँहरूलाई पर्खेको भए हाम्रा प्याराग्लाइडिङ 10वटा प्याराग्लाइडिङहरू तपाईँ प्रमुख अतिथि विशिष्ट अतिथिहरूलाई पर्खिँदाखेरि हाम्रो प्याराग्लाइडरहरू चाहिँ नउड्न सक्ने र गाडीबाट फर्किनु पर्ने स्थिति भएपछि हामीले प्याराग्लाइडर साथीहरूलाई उड्नुहोस् भनेर भन्यौँ, उहाँहरू उड्नुभयो। यो कार्यक्रमको प्रमुख अतिथि पनि ऱ्याफ्टिङ उद्घाटन गर्न 12 क्षेत्र माथि पुग्नु भएको थियो बलदेव चौधरी, उहाँलाई पर्खिँदा पनि यो प्याराग्लाइडिङ उडिसक्यो, बोट पनि तल कोसमुनि पुलमुनि देखाउनु पर्ने छ, माथि कोसको माथि साइक्लिङ गर्दै गर्नु परेको स्थिति देखाउनु परेको छ। त्यो टाइमिङ फ्रेमवर्क नहुने हुनाले प्रमुख अतिथि पनि छुट्नुभयो। प्रमुख अतिथि हतारिँदै आएर कोशी पुल मुनिबाट चढ्नुभयो। केही हामी थियौँ, तर मेयर साहब आएर जानुभयो या कि आउनु भएन, के कारणले आउनु भएन, अब यिनीहरूले गरिहालेछन्, अब मलाई चाहिँ छोडे भन्ने कारणले आउनु भएन भने यो चाहिँ के भने यहाँ चिफ गेस्ट विशिष्ट गेस्टहरूलाई म के अनुरोध गर्छु भने प्याराग्लाइडिङ भनेको हाम्रो कन्ट्रोलको कुरा होइन, हरेक कुरा यो टाइमिङ मिलाउने वेदरको कारणले हुने गर्छ। त्यस कारणले यसलाई पनि यहाँले बुझिदिनु हुनेछ भन्ने आशा अपेक्षा राखेको छु। यहाँ पाल्नुहुने गेस्टहरूलाई पनि म हार्दिक आभार व्यक्त गर्दछु। हामीले दिन खोजेको सन्देश यो देशमा यो क्षेत्र भनेको एउटा नयाँ नेपालको टुरिज्म क्षेत्रको एउटा हब बन्न सक्छ, सबै किसिमको टुरिज्म बन्न सक्ने सम्भावना रोपर आधारहरू छन्। यो आधारलाई सम्भावना अझै यो आधारलाई अगाडि बढाउनको लागि यहाँको नगरपालिकाले, यहाँका माननीय ज्यूहरूले लगायत यहाँनिर अहिले प्रमुख अतिथि विशिष्ट अतिथि लगायत यहाँहरूले महत्त्वपूर्ण योगदान दिइरहनु भएको छ। यहाँहरूप्रति आभार धन्यवाद व्यक्त गर्दै हामीले यो क्षेत्रबाट दिन खोजेको सन्देश, यो क्षेत्रबाट आज यहाँ 500 किलोमिटर तलसम्म उप गर्मीको बेला यो क्षेत्रको माथि यो बोक्थाङ डाँडा माथिको चाहिँ चम्पाकोट डाँडा लगायतका बगला बैनामैरीका डाँडाहरूबाट
तलतिरको अनुपम सुन्दर दृश्य देखिँदै हिमालका हिम श्रृङ्खला देखिँदै चिसो हावाले तपाईँलाई स्वागत गर्दा यो भेरेटारबाट पनि देखिँदैन। कोशीको अनुपम दृश्य भेरेटारबाट पनि देखिँदैन। त्यो चिसो हावा मात्रै छ भेरेटारमा, तर यहाँका डाँडा काँडामा हिमालको श्रृङ्खलादेखि लिएर कोशीको अनुपम दृश्यहरू र चिसो मौसमले स्वागत गर्दा यो क्षेत्रको टुरिज्म अर्कै स्तरमा पुग्छ। त्यसकारणले बेलुकाको यो टुरिज्मलाई यहाँका हरेक जनताले नाफा लिनुपर्छ। डाँडापाखामा होमस्टे हुनुपर्छ, डाँडापाडामा बाटोघाटो पुग्नुपर्छ। पर्यटनको विकास चाहिँ तीव्र गतिमा गयो भने इन्डियाकोबाट आउने पर्यटकले भरिभराउ भयो भने हाम्रो यहाँको स्थानीय उत्पादन बिक्री हुन्छ। यहाँको उत्पादन मात्रै होइन, यहाँका गाडी घोडाहरूले पनि व्यापार पाउँछन्। यहाँका होटल व्यवसायीहरू पनि जति पनि चल्छन्। त्यसकारणले यो क्षेत्रलाई एउटा टुरिज्म हबको रूपमा अगाडि बढाउनका लागि म हार्दिक अनुरोध गर्दछु। यो सम्बन्धित माननीय ज्यूदेखि लिएर यस क्षेत्रका जनप्रतिनिधि लगायत विज्ञ अहिलेका ग्यासमा बस्नुभएका अतिथिगण प्रमुख अतिथि लगायत यहाँहरूसँग जोरदार माग गर्दछु। अर्को कुरा म तपाईँहरूको बिचमा के कुरा राख्न गइरहेको छु भने अर्को कुरा हामीले यो पोटेन्सियललाई अब हामीले बुस्ट गरेर यो भिडियो अडियो बनाएर चाहिँ अगाडि लाँदैछौँ। यो कुरा पत्रकार साथीहरू पनि आइदिनु भएको छ। यहाँ पत्रकार साथीहरूले यो आज भइरहेको हामीले ऱ्याफ्टिङ गरायौँ। हामीले चम्पाकोट डाँडाबाट यो बोक्ताङबाट डाँडाबाट होइन चम्पाकोट डाँडाबाट प्याराग्लाइडिङ गरायौँ। हामीले चाहिँ साइक्लिङ यहाँबाट चाहिँ आरङ्गासम्म साइक्लिङ गरेर आज साइक्लिङका साथीहरू साइक्लिङ गरायौँ। हामीले चाहिँ विभिन्न सांस्कृतिक रूपमा चाहिँ यहाँनिर साकेलादेखि लिएर साकेलादेखि लिएर हामीले चाहिँ थारू नाचदेखि लिएर सांस्कृतिक रूपमा कोशी पुलमा नचाएर माथिबाट चाहिँ तलबाट बोट गुडिरहेको यी सबै कुराहरू गराएर आजको यो महोत्सवको समापन समारोह गरेका छौँ। एउटा व्यापक सन्देश जानुपर्ने छ। यो पत्रकार साथीहरूले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने हामीलाई लागेको छ। हामी त्यो अपेक्षा पनि गर्दछौँ। मुन्डुल टेम यो मात्रै होइन, शिरदेखि तीरदेखि शिरसम्मको हामी सगरमाथासम्म पुग्ने मुद्दुम टेल, यो तीर कोशीको तीरदेखि सगरमाथाको शिरसम्म सक्ने मुद्दुम टेल साथसाथै अब पोर्टवे बनाएर यो क्षेत्रलाई चाहिँ गेटवे बनाउनुपर्छ। यो क्षेत्रबाट चाहिँ बेलुकाबाट चाहिँ सगरमाथाको आधार शिविरसम्म पोर्टवे बनायो भने 2 घन्टाभित्रमा हामी सगरमाथा पुग्न सक्यौँ भने यो क्षेत्रको पर्यटनले कायापलट हेर्छ। यो क्षेत्रको पर्यटन अब हिलेबाट चाहिँ यता डाइरेक्ट माथिबाट चाहिँ यो कोशी कोरिडोरमा बाटो जोडिने बित्तिकै यो तपाईँ चाहिँ खातबारीसम्मको यात्रा यो अहिले यो कोठुबाट चाहिँ अगाडि बढेको सडक कम्प्लिट हुने कुरामा पनि ध्यान आकर्षण हामी सरकारलाई गराउन चाहन्छौँ। चाँडै कम्प्लिट होस्। यो भयो भने धरान चतरादेखि उतातिर भोजपुरबाट आउने मान्छेको एक दिन टाइम हामी 2-3 घन्टामा भोजपुर यहाँबाट पुग्नेछौँ। हामी यस कारणले यो कनेक्टिभिटी हामी तमोर कोरिडोर पनि कम्प्लिट होस्। यो सबै कोरिडोरको एउटा यो क्षेत्र बढोस्। यो चाहिँ तलबाट जाने तपेश्वरीबाट जाने एसियन हाइवे पनि अगाडि बढोस्। यो सबै कनेक्टिभिटीको एउटा सेन्टर पोइन्ट बेलुका बन्न सक्यो भने टुरिज्मले यसलाई अझै व्यापक रूपमा अगाडि बढ्नेछ। यो बढाउने कुरामा यहाँहरूको भूमिका रहनेछ। हामी पर्यटन व्यवसायीहरू पनि यस कुरामा तपाईँहरूलाई साथ हातमा हात मिलाउन तयार छौँ भन्ने बाचा प्रतिज्ञता व्यक्त गर्दै यहाँहरूसँग बिदा हुन्छु। धन्यवाद। नमस्ते, अभिवादन।